साला साइनीले कति मिठो छ्याङ खुवाउँछ। मासु हो यो साग होइन? धेरै खाएपछि त मासु भइहाल्छ नि। कलेजो मासु मासु अच्छा मासु बोलेर जस्तो आँखा ल मासु स्याडीलाई कति मासु खानु पर्यो। खाली मासु भने के लाली कति खानु पर्यो होला मासु। ए साले कस्तो टाउको हाने यार, कस्तो टाउको हाने यार। काजी पानी एक गिलास खान पायो हुन्थ्यो। जडियालाई कागो दिन साग दियो चौलानी पानी खाने। लु छ्याङ जस्तै छ त। के को छ्याङ हुने चौलानी हो। साला साइनीले कति मिठो छ्याङ खुवाउँछ। जडियालाई त लौरोले फुटेर लकडिदिन्छ पुरो अहिले मैले। कस्तो मासु चाहिँ मिठो पारेर पकाइन भने तेरो फेरि घरबाट निकाल बास हुन्छ। मासु हो यो? जडिया यो मासु हो यो साग होइन? जडिया आँखा के हो यो? साग गुन्द्रुक ल्याएर मासु भन्दो रहेछ। जडिया आँखा नि तिरिमिरी भयो क्या? होइन कसरी यस्तो भयो यार। होइन के मैले मासु ल्याए हो। मासु लिएर आचार साग लिएर। यो त मासु हो त। धेरै खाएपछि त मासु भइहाल्छ नि। कस्तो झ्याप भयो कि त्यो मासु हो क्या यो। ल हेर्दै यता यो कलेजो मासु हो के हो यो के हो। ल बाटा भरि मासु छ। मलाई त्यत्तिकै जोड्यो भने यो त खत्तमको आइमेरे त। यहाँ मासुलाई अब गुन्द्रुक भने साग भने के हो म त अत्तम लाग्छ। बाटा भरि मासु छ। यो मासु हो यो? मासुलाई अब मासु हो यो? यो मासु न के हो त। मासु अच्छा मलाई बोलेर जस्तो आँखा। मैले त बाटाभरि मासु ल्याछु। यसले गुन्द्रुक भन्छ घरि साग भन्छ। के हो कुरा बुझी साध्य खाइदिनु ल। कस्तो चना भयो भने अब त्यो साइनीले फोन गर्नुपर्छ। साइनीले यस्तै रमाइलो भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला।